मैले म भाँडोमा के म भाँडो बोकेर हिँडेको चिक्ने भाँडो त क्याबिनतिर पो हुन्छ चिक्ने भाँडो के भाँडो बोकेर हिँडेको लाएर मर्या भाँडो बोकेर हिँड्ने मर्या भालु रे तेरै आमा भालु मास चिक्ने त्यहाँबाट भालु होइन मास चिक्ने त्यो टाउकोमा मास चिक्ने भालु मास चिक्ने मर्या भालु बोकेर हिँडेर भालु पनि चिक्दैन सिक्ने रन्नीको र कस्तो मोजी माउल रहेछ मास चिक्ने माउल त होस् मुनि छिप्पी ताल्नु रन्नीको छोरा माउल मास चिक्ने मर्या भालु बोकेर हिँड्छ उल्टो मास चिक्ने तेरो आमा भालु भन्छ तेरै आमा भालु मास चिक्ने तेरो आमालाई मैले माचिन जमाना चिके त जन्मे तेरो आमा चिक्ने मास चिक्ने रन्नीको छोरा माउल मास चिक्ने मर्ला चिक्ने सरामले गर्नु मास छोरा माउल ठाउँको मान्छेहरूलाई के भएछ मास चिक्ने महामन्त्री रोग आशे कि आऊ महामन्त्री पहिलेदेखि नै रन्डीको छोरा प्रचण्ड सचण्ड यस्तो थिए मास चिक्ने खाते पुँजीहरू तिनीहरूकै रोग लागेको छ मास चिक्ने पौरोउने रोग रन्डीको एउटा पुँजी जिन्दगी यस्ता मुछेहरूसँग यो पुँजी को यो मुजी बोला यो मुजी चिक्ने सार्की हो अस्ति मेरो लुगा हेर्ने सिला हो के अरे सार्कीलाई सोध्नु पऱ्यो सार्कीले भन्छ कि आमा चिक्ने ए सार्की के हो बाउ कताबाट मोजी अनि चिक्ने मेरो काँडामा तँलाई मुजी मर्या भ्यालो र मलाई स्याल जस्तो लाग्छ लाग्दैन हौ चिक्ने यो बाउले मुजी मर्या स्याल भालु बोक्छ चिक्ने कुकुर बोकेर हिँड्दैछ रन्डिङ ज्वरो कुकुर अरे राम 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 मास चिक्ने मलाई त बोक्सी लाजे क्या हो मास चिक्ने यस्तो मुजी बोक्सी लाग्यो होला मास चिक्ने यो फाट मास चिक्ने यो खैसो हेरेर चिक्ने रन्डिङ ज्वरो मास चिक्ने खसीको गुँडो म खान्छु खसीको खुट्टा तर्सा बुढा अनि मास चिक्ने मोज गर्नुपर्छ दुनियाँमा भालु पनि ल्याउने चिक्ने मास चिक्ने जिन्दगी यस्तै हो क्या मुजी बाउले मुजी खसी खायो बाउ रन्डिङ चरलाई के थाहा चिक्ने खसीको मोल के हुन्छ भन्ने